हेलो साथीहरू, नमस्कार। मोमो लभरहरूको लागि पनि स्पेसल मोमोको रेसिपी आइसक्यो। आज हामी बहिनी र म भएर मोमो बनाउन लागिरहेको छौँ। हजुरहरूले हेरेर साथ दिनुहोला अनि हजुरहरूले घरमा यसरी नै मोमो बनाएर खानुहोला। हाम्रो अलरेडी किमा बनिसकेको थियो, बहिनीले बनाएर ल्याएको। अनि चाहिँ म चाहिँ बहिनीलाई चाहिँ खासै यो मोमोको डिजाइन बनाउन नआउने, अनि चाहिँ मैले सपोर्ट गरिरहेको छु बहिनीलाई। अनि यसरी म बनाइरहेको छु। बहिनीले चाहिँ एकदम त्यो बेल्दै मलाई दिँदै गरिरहेको छु बहिनीले। अनि यसरी मोमो डल्लो बनाउने, किमा अलरेडी भएको भएर किन सजिलो भइहाल्यो आज। अनि चाहिँ यसरी मैले टन्न मोमो बनाएर राखेँ। अनि यतातिर तातो पानी उमालेर यतातिर पनि रेडी भइसकेछ मोमो। आहा, कस्तो मिठो बास्ना, खाउँ जस्तो लागिसक्यो। हजुरहरूलाई पनि देखेर मुखबाट र्याल आइसक्यो होला। हामी बिस्तारै पकायौँ। त्यसपछि अनि बहिनीले चेक गर्दैछ पाक्यो कि नै भन्दै, अनि मैले पनि चेक गरिरहेको छु। अनि यतातिर फेरि हामीले अनि पाकिसकेको रहेछ। अनि त्यसपछि हामीले प्लेटमा राख्न लायौँ। कस्तो देखेछ हेर्नुहोस् त। आहा, कस्तो बाफ उडेर कस्तो है खाउँ जस्तो भइसक्यो होला हजुरहरूलाई पनि। हेर्नुहोस् त, कस्तो बाफ उडेछ। तातो मोमो खानुको मजै आएको छ, बेग्लै छ नि त, होइन र? तातो मोमो खानु चटनी राखेर, आहा, यस्तो मिठो हुन्छ। हजुरहरूले हेर्दै खाउँ जस्तो लाग्यो होला। हजुरहरूले पनि घरमा मेहनत गरेर यसरी मोमो बनाएर खानु होला। हामीले त बनाएर रेडी गरिसक्यौँ। हेर्नु त कस्तो देखेछ प्लेटमा। आहा, कति राम्रो है। आहा, कस्तो राम्रो देखेको। दामी भयो नि त। बहिनी र म मिलेर यसरी छुट्टीको दिन यसरी रातिको 8 बज्दा पनि मोमो खाएर यसरी इन्जोय गऱ्यौँ। कोक र मोमो बहिनीसँग बसेर यसरी हामीले त इन्जोय गऱ्यौँ। अब पालो हजुरहरूको। हजुरहरूले पनि यसरी नै घरमा मोमो बनाएर खानुहोला। धन्यवाद।